Shout out to Nepal, yo. Shout out to Nepal, है त। अरू भनेको प्रश्नहरू त्यस्तै भयो। Shout out to नेपाल भनेर त्यसैले मेरो घर नै नेपाल हो। म हैरान कसरी अड्केको बिचमा हर शब्दहरू त्यत्तिकै आँखा बन्द गरेको मनको कुराहरू त्यस्तै भयो। आजकल गाउँको ऱ्यापर हो सबै नसाले चाहने बातहरू गाली गर्ने बोली बातहरू त्यस्तो केही छैन यिनीहरूको खासै फेरि बाजहरू। म आशालेहरूलाई पनि के गरौँ भनेर यत्तिकै जहिले पनि सोची बाहिरी गानाहरू सुन्छु म यत्तिकै पागल जस्तो मेरो आत्माहरू आफैसँग खेलाउँछु। मेरो भावनाहरू कसरी मैले आफैले काट्नु गरौँ भनेर यत्तिकै ऱ्याप लेख्छु जहिले। काम गर्दा पनि फिस्टाइल हान्दै बस्छु मैले बसेर हुन काम पनि गर्नुपर्छ जहिले पनि त्यसैले हार मान्नु हुन। अरूले जेसुकै भनोस् नगर्नेले नगरोस् न त केही छैन। एक दिन पक्कै पालो मेरै हुन्छ भनेर केही बाततिर केही आक्षेप छैन। मेरो खाउन नभएको कुरा गर्दैन त्यसैले सबैलाई सम्झौता गर्नु। मेरो शब्दहरू यसै हो मेरो कडा जस्तो लाग्छ आफूलाई के गर्नु। मेरो चाहनाहरू पनि त्यस्तै हो मेरो बानीहरू सबै त्यस्तै हो नराम्रो छैन केही पनि। आफूलाई सुधार्छु भनेर हो सल्लाह दिँदै अनि राम्ररी गर्ने कामहरू कसरी गर्नुपर्छ भनेर बरुवान बाडी हिँड्छु म झाडी एक्लै खुवायो तारी। बिहान पख जब म उठ्छु काममा जुट्छु सिधै मुख धोएपछि सिधै हगेर म चाहिँ काममा हुन्छु। बानी त्यस्तै हो टाइम टेबलहरू नि त्यस्तै हो बेलुकामा आफूले पनि त टाइम निकाल्नु पर्यो त्यही भएर यस्तै हो नराम्रो केही होइन है त। त्यसैले आज भोलि मेरो लाग्दो बानीहरू यस्तै हो नराम्रो केही छैन है त। मेरो सबै फ्यामिलीहरू सबैलाई माया मेरो मनैदेखि छ है त। मेरो दुईटा दाइहरू दाइहरूलाई सम्झेर म बस्छु जहिले खाने बेला मैले घाँस भयो नि चढाउँछु जहिले मैले मेरो आमालाई मम्मीलाई भनेर सम्झेर यतिकै हान्छु मैले फिस्टाल जहिले फिस्टाल भन्दै यतिकै धम्किँदै यतिकै हुन्छ जसले मन मेरो आजकल सम्झना भनेर हान्छु म यतिकै फिस्टाल नै मलाई आफ्नै शब्द लाग्छ प्यारो अरूको लाग्दैन त्यसैले मैले कसैको बोली सुन्दैन के पनि सुन्दैन त्यसैले सबैलाई अगाडि राखेर हान्छु मैले गोली भनेर सम्झाउँछु तर के गर्ने म सकिनँ मसँग भोलिको दिन मेरो कति रमाइलो हुन्छ भनेर आफूलाई सोध्छु म। बादल पारी सबै मैले पुगिसकेँ त्यसैले बाहिरी देशहरू पनि मैले खाइसकेँ। नेपालमै हो एकचोटि चल्यो भने इन्टरनेसनल त त्यतिकै खाने हो इङ्ग्लिसहरू गानाहरू पनि मेरो सँगै छ मुटुले राम्ररी गाउन आउँदैन नत्र अहिले भर्खर ट्राई गर्दै जानु त के नै छ र त बुझ्न त बुझ्छस् सबै हान्छु मैले नोटहरू जति नै लेख्ने हो मैले नबुझेको माछरी चाहिँ भन्छु सबैलाई मैले है त। जस्तो नै ऱ्यापहरू बुझ्छु तर फास्टहरू चाहिँ बुझ्दैन है त। तर लिरिक्स हेऱ्यो भने चाहिँ सबै बुझ्छु। पढाइ त छैन त्यस्तै हो पढाइ सढाइ मेरो खाडीमै हो जिन्दगी मेरो झाडीमा हो। दाँते कस्तो हो क्या दुईटा दाँत बिग्रियो यसलाई मैले पछि हेर्न खोक्का भएर सर्जरी हालेर ओराइदिन्छु दाँत दुईटा दाँत